यो नि अनलाइनमा देखेर मगाएको मैले यस्तो राम्रो। हेलो गाइज, वेलकम टु माई न्यू युट्युब च्यानल। यो चाहिँ मेरो अर्को युट्युब च्यानल हो। यो च्यानलमा चाहिँ मैले कस्तो कस्तो भिडियोहरू लिएर आउँछु मलाई नि थाहा छैन। जे होस्, मैले के गर्छु मेरो ऱ्यान्डम भ्लगहरू अनि मलाई के गर्न मनपर्छ त्यो सबै तपाईँहरूसँग सेयर गर्नेवाला छु। हजुरहरूले यो च्यानलमा पनि त्यत्तिकै माया गरिदिनु होला। र अब ढिला नगरिकन भिडियो सुरु गरौँ। आज चाहिँ मैले ऱ्यान्डम हलहरू लिएर आएको छु। 1-2 महिनाबाट नै सामानहरू मगाइरहेको थिएँ, कपडाहरू अनि के कुराहरू। त्यो चाहिँ कस्तो छ मैले पनि खोलेर हेरेको छैन। आज चाहिँ यो भिडियोमा चाहिँ अनबक्स गरौँ। फर्स्टमा चाहिँ ब्लसिङ ब्युटीबाट चाहिँ मैले लिपस्टिक र हातमा लाउने ब्रेसलेट मगाएको थिएँ। प्याकेजिङै कस्तो राम्रोसँग अफरहरूको नाम लेखेर पठाउनु भइरहेछ। यस्तो गर्न कि कस्तो सेटिस्फाइङ हुन्छ कि। उही यो चाहिँ मैले इन्स्टाग्राममा चाहिँ यसको सेड एकदमै राम्रो लागेर किनेको हो कि अब रियालिटीमा कस्तो रहेछ। 24 ग्रेस रहेछ यसको सेड चाहिँ। वाउ, कलर कस्तो मजाको। मेरो लिपसँग म्याच हुन्छ होला पक्कै पनि। ट्राई गरौँ है। वाउ, कस्तो राम्रो भाइ। स्मेल त आएन तर कस्तो राम्रो देखाएको। स्वाई छ, वर्थ इट। यसलाई चाहिँ मैले कतिमा लिएँ यतातिर राखिदिन्छु किनभने मैले बिर्सिएँ। त्यहीँबाट मैले किनेको थिएँ ब्रेसलेट, यो भ्यान्क्लिप स्टाइलको ब्रेसलेट। केटीहरूलाई नि यति सानो सानो कुराहरूले नि कस्तो खुसी दिन्छ कि है। कस्तो राम्रो भाइ। यता लगाम है। अब धेरै भयो नाटक। अनि अर्को चाहिँ के छ भन्दाखेरि मैले नेल्स बनाउन दिएको थिएँ। यो चाहिँ केट आई नेल्स हो। यसमा चाहिँ मैले तल चाहिँ हल्का पिङ्क, माथि चाहिँ ब्लुइस अनि बिचमा चाहिँ फ्लावर एड गर्ने भनेको थिएँ। अनि तल चाहिँ यो पनि राम्रो हो, ब्राउन ब्राउन कलरमा। कस्तो लाग्यो। प्राइस चाहिँ कति पर्यो म यता दिन्छु अनि कहाँबाट लिएको भनेर नि यहीँ राखिदिन्छु। अब अर्को के छ भन्दा अर्को चाहिँ छ के होला गेस गर्नु। उही हेलो किटीको टी सर्ट। यो नि अनलाइनमा देखेर मगाएको मैले। यस्तो राम्रो, यस्तो प्रिटी छ, यस्तो प्रिटी छ। यो लाएर टिकटक बनाउँछु म। क्रप टी भन्ने कि बेबी टी भन्ने यसलाई। यस्तो राम्रो छ यो। आई कान्ट इमेजिन कि ओ माई गड यस्तो राम्रो यार। यो पनि मैले यहाँ साइडमा राखिदिन्छु कतिमा ल्याएको भनेर, किनभने मलाई त थाहा छैन, मेरो दिमागले भ्याउँदैन कति कति पर्यो, केलाई कति कति पर्यो भनेर। अनि अब अर्को हेरौँ है। यो पनि मैले आजै किनेको हो। यो चाहिँ गाउन हो के हुन्छ नि, नाइटी टाइपको गाउनहरू लाएर यस्तो यिनीहरूले यस्तो क्युट छ। यो पनि ओ माई गड। यो पनि लगाएर त देखाउँदिनँ, त्यही पनि देखाएको मात्रै। कस्तो लाग्यो। यसलाई चाहिँ मैले आजै किनेको हो नि त, त्यही भएर थाहा हुन्छ नि त। यसलाई चाहिँ 1000 रुपियाँ भनेको थियो, मैले 900मा लिएर आएको। यो एउटा नाइकीको सक्स बेबी पिङ्कमा हो। यो पनि अर्को सक्स। अनि यो चाहिँ व्हाइट कलरको नर्मल सक्स भयो। यो 150, यो नि 150 होला। 170 रहेछ। यसलाई चाहिँ 200 परेको थियो किनभने यसको क्वालिटी पनि राम्रो छ अनि अलि बाक्लो बाक्लो पनि छ। इनरहरू हो यो चाहिँ नदेखाऊँ। अनि अर्को चाहिँ मेरो सबभन्दा एकदमै पैसा गएको महँगो न महँगो टेन्ट। यो चाहिँ मैले मसाला बिर्समै किनेको हो। अनि यसको नि प्राइसै बिर्सेँ कि मैले। कस्तो राम्रो कि कलर पनि यति राम्रो बेबी पिङ्कमा। त्यही माथि मलाई हेलो किटी एकदम मनपर्छ है। स्टेनलीको हेलो किटीवाला टम्ब्लर।
आउ त्यो राम्रो हो गाइज, हेर्नु न, आई एम इन लभ है, फर्स्ट भिडियो, माइन्ड नगर्नु होला। मैले के कुराहरू रिपिटमा बोलेँ, के कुराहरूले तपाईँलाई झ्याउ पनि लाग्यो होला, तर स्टिल आई एम सेयरिङ माई ह्याप्पिनेस विथ यु गाइज। कति रमाएको हो म आज। यसको चाहिँ यो चाहिँ स्ट्र, अनि यसको चाहिँ क्याप पनि हुने रहेछ गाइज। क्याप चाहिँ मैले किनिनँ, या त्यहाँ नभएको मलाई थाहै भएन है। यति नै थियो गाइज आजको मेरो स्मल हल भिडियो। अनि आशा छ तपाईँहरूलाई मनपर्ने छ होला। अनि हजुरहरूलाई कस्तो कस्तो टाइपको भिडियोहरू हेर्नु मनपर्छ त्यो पनि मलाई कमेन्टमा भन्न नबिर्सिनु होला। यदि हजुरहरूले मलाई फर्स्ट टाइम देख्नुभएको छ भने मेरो चाहिँ मुकबाङ च्यानल पनि छ, त्यसमा चाहिँ म खाएको भिडियोहरू हाल्छु, त्यो पनि चेकआउट गर्न नबिर्सिनु होला। म चाहिँ त्यो च्यानलको लिङ्क चाहिँ डिस्क्रिप्सनमा दिन्छु। अनि आज जुन दिनमा म भिडियो बनाउँदैछु त्यति बेला चाहिँ मेरो मुकबाङ च्यानलमा 1K सब्सक्राइबर कम्प्लिट भइसकेको छ। म चाहिँ यति खुसी छु है। यदि हजुरहरू चाहिँ त्यो च्यानलबाट मलाई यहाँ हेर्दै हुनुहुन्छ भने थ्याङ्क यू सो मच गाइज। म यति खुसी त कहिले पनि थिएन कि, किन भन्दाखेरि म कहिले नि क्यामेरा अगाडि आएर यसरी बोल्ने मेरो कन्फिडेन्सै थिएन कि। झन् त्यो खाँदाखेरि त है यस्तो लाज लाग्ने। त्यही भएर मैले चाहिँ फर्स्टमा चाहिँ त्यही मुकबाङ भिडियोबाट स्टार्ट गरेँ। सुरुमा कस्तो क्यामेरा साइ हुने, बोल्न नि मन नलाग्ने। अनि त्यहाँबाट मुकबाङ भिडियो बनाउँदै बनाउँदै गर्दाखेरि बल्ल मलाई अहिले चाहिँ यतिको कन्फिडेन्स ममा छ कि म क्यामेरा अगाडि यसरी बोलेर आफूले किनेको सामानहरूको हल गर्दैछु। आफूमा एकदम प्राउड पनि छु। अनि थ्याङ्क यू सो मच गाइस, मेरो त्यो च्यानलमा चाहिँ 1K सब्सक्राइबर कम्प्लिट गरिदिनु भएकोमा। हजुरहरूले कस्तो कस्तो टाइपको भिडियोहरू हेर्नु रुचाउनुहुन्छ मलाई कमेन्ट सेक्सनमा पनि भनिदिनु होला। म त्यसै टाइपको भिडियोहरू लिएर आउने छु, हजुरहरूले रिक्वेस्ट गर्नुभयो भने। यति भन्दै म आजको भिडियो चाहिँ इन गर्न चाहन्छु। थ्याङ्क यू सो मच गाइस, बाई बाई, लभ यु अल। अब चाहिँ म यो नेल्स लगाएर टिकटक बनाउँछु।